साथीहरु सबैजनालाई नमस्ते। म हो तपेन्द्र परियार। एकैछिन भिडियो हेर्नुहोस् त। विनोद महता भाइरल टिका देउतालाई पूजेसी उहाँ भाइको आवाज अति नै मिठो छ, अति नै समधुर आवाज छ। उहाँ भाइ एउटा गाउँको एउटा सामान्य परिवारको व्यक्ति हो। उहाँको घर पनि आगोले जलिसकेको छ। दर्शकबिन, उहाँको प्रतिभा धेरै भन्दा धेरै छ। उहाँ एउटा अवसर नपाएर एउटा गरिब परिवारको छोरा भएर मात्र अहिलेसँग उहाँ एउटा गाउँमा अल्झिएर बस्नु भएको थियो। उहाँको आवाज, उहाँको साउन्ड बाहिर आएको थियो न दर्शकबिन। तर आज उहाँ भाइ काठमाडौँ जाँदैछन्, तपाईहरु देख्न सक्नुहुन्छ। भाइ विनोद महतारालाई उज्जवल भविष्यको कामना गर्दछु म। दर्शकबिन, भिडियोलाई जति सक्दो शेयर गर्नु होला, सब्स्क्राइब गर्नु होला, कमेन्ट गर्नु होला। उहाँ भाइको लागि भए पनि एक लाइक कमेन्ट अवश्य गर्नु होला। महतारा भाइको अहिलेका नयाँ भाइरल भाइ विनोद आज काठमाडौँ जाँदैछन्। उहाँको गीत रेकर्ड गर्न बजरा थापाले काठमाडौँ लिँदैछन्। दर्शकबिन, तपाईहरु देख्न सक्नुहुन्छ हैन? हिजो केही महिना अगाडि त भनिराख्नुहुन्थ्यो साथीहरुले, बजराज थापाले केटाहरुलाई कसैलाई हेर्दैन, केटाहरुको प्रतिभालाई चुज गर्दैन, केटाहरुलाई लिँदैन, मात्र केटीहरुलाई मात्र हेर्छ भन्नुहुन्थ्यो। तर आज बजराज थापाले विनोद महतारा भाइलाई काठमाडौँ लिँदैछन्। दर्शकबिन, तपाईहरु देख्न सक्नुहुन्छ। उहाँ भाइको आवाज अति नै मिठो छ, अति नै समधुर आवाज छ। उहाँ भाइ एउटा गाउँको एउटा सामान्य परिवारको व्यक्ति हो। उहाँको घर पनि आगोले जलिसकेको छ। दर्शकबिन, उहाँ सक्दो शेयर गर्नु होला, सब्स्क्राइब गर्नु होला, कमेन्ट गर्नु होला। उहाँ भाइको लागि भए पनि एक लाइक कमेन्ट